नमस्कार। आज म तपाईलाई भिडियोको माध्यमबाट बीमा के हो त भन्ने बारेमा केही जानकारी गराउन चाहन्छु। तपाईले अन्तिमसम्म हेर्न सक्नुहुन्छ। आज हाम्रो टाइटल के छ? बीमा के हो त? बीमा भनेको एउटा योजना हो। बीमा भनेको एउटा पैसा जोगाउने ठाउँ हो। बीमा भनेको तपाईले बचत गरेको जुन पैसाबाट जुन तपाईको उमेर अवधि अनुसार जतिको तपाईले बीमा पाउनुहुन्छ त्यहाँबाट पाउने एउटा बोनस हो। बीमा भनेको तपाईको अवधिपछि तपाईले 10 वर्ष अवधि, 15 वर्ष अवधि, 20 वर्ष अवधिमा एकमुष्ट फिर्ता पाउने के हो भन्दाखेरि बीमा हो। र अर्को चाहिँ बीमा बच्चाको लागि हो, नम्बर 1। तपाईले रिटायरमेन्टको लागि हो, नम्बर 2। तपाईको परिवारको लागि हो, नम्बर 3। बीमा उहाँहरुको लागि हो। तपाईले बच्चाको लागि बीमा गर्न सक्नुहुन्छ, तपाईले आफ्नो रिटायरमेन्टको लागि बीमा गर्न सक्नुहुन्छ, तपाईले आफ्नो श्रीमतीको बीमा गरिदिन सक्नुहुन्छ। त्यो भएको कारणले बीमा भनेको यो हो। बीमा भनेको एउटा सुरक्षा पनि हो। सुरक्षा भनेको दुर्घटनाको बीमा भयो, अङ्गभङ्गका बीमा भयो, रोगका बीमा भयो, यस्ता सुरक्षाका बीमा चाहिँ रहन्छन्। त्यसको लागि चाहिँ हामीले के गर्नुपर्ने छ? बीमा गर्नुपर्ने छ। बीमा भनेको एउटा अनिवार्य बचत पनि हो। तपाईले वर्षमा बचत गर्नुहुन्छ, त्यसरी नै अनिवार्य के हो? बचत हो। र त्यस्तै गरेर बीमा भने एउटा सहजको लागि हो। तपाईले सहजको लागि भनेको तपाईले 3 किस्ता बचत गरेर यदि तपाईलाई पैसा चाहियो भने यहाँबाट पैसा निकाल्न पाइन्छ, नम्बर 1 मा। नम्बर 2 मा अवधि पछि तपाईले जुन सबै पैसा आउँछ नि त्यो पैसा